नमस्ते, म सेफ बरात यहाँहरुलाई शुभ बरात युट्युब च्यानलमा स्वागत छ। आज म यहाँहरुको लागि दातेमाकी साल्मन लिएर आएको छु। आउनुस् दातेमाकी साल्मनतिर लागौं। अब म तपाईहरुको लागि तामाको सिट बनाउन गइरहेको छु। आउनुस् तामाको सिटको लागि दुईटा अंडा, होन्डाइसी, साके, मिरिन अनि सोया सस, किकुमन सोया सस। अनि हामीसँग छ आलमन्ड नट्स, यो फ्राई आलमन्ड नट्स हो। अब म अंडा फुटाउन गइरहेको छु। साके, मिरिन, सोया सस एन्ड होन्डाइसी अनि चपस्टिकले मिक्स गर्ने। अनि मसँग छ तामागोयाकी प्यान। अब यसबाट हामी तामागोको सिट निकाल्न गइरहेको छु। यो तेपान हट छ, म यसमा बनाउन गइरहेको छु। त थोरै ऑयल, मसँग टावेल छ, सबैतिर फिजाउने टावेलले एक अब यसको माथिबाट म आलमन्ड, फ्राई आलमन्ड राख्दैछु। यो रेडी कसरी भयो भने थाहा पाउने हो नि, यसको साइडबाट छोड्दै जान्छ, अंडाले प्यानलाई छोड्दै जान्छ साइडबाट। अनि हामीले बुझ्छौँ कि यो रेडी भएको छ भनेर। अब छोडिसकेपछि यो चपस्टिकबाट हामी भित्र हालेर यसलाई घुमाउँदै लिएर गएर यसलाई फर्काउँछौँ त हामी। यसको साइडबाट छोडिसकेको छ। अब यो रेडी भएको छ। अब म यसलाई घुमाएर बिस्तारै निकाल्दैछु। हेर्नु चाहिँ यस्तो भित्र घुमाएर यो सुस्तरी घुमाउने, एकदम हल्का तरिकाले। ल हेर्नुहोस्, एकदम राम्रो आएको छ, तल पनि डढेको छैन। अब यो चाहिँ रेडी भइसकेको छ है त। अब म तपाईहरुलाई यहाँ लिएर जाँदैछु। अब म चपिङ बोर्डमा राख्दैछु है त। हेर्नुहोस्, अब यसलाई हल्का सेलाउन दिने। सेलाइसकेपछि हामी यसबाट रोल बनाउँछौँ। अब मसँग छ अभोकाडो 30 ग्राम, साल्मन 60 ग्राम, कुकुम्बर 15 ग्राम, कान्पियो 25 ग्राम अनि मसँग राइस छ 120 ग्राम। अब हामीले चाहिँ यसलाई चाहिँ यस्तो पल्टी गर्ने। यो सुसी क्रिमी चिज हो। यो हामीले क्रिमी चिज लगाउनै पर्ने हुन्छ, किनकि हामीले यो क्रिमी चिज लगाएनौँ भने राइस चाहिँ टाँसिँदैन, तामाको सिटमा टाँसिँदैन। अब म 120 ग्राम राइस लगाउन गइरहेको छु है त। राइस लगाएर भएको छ। अब म तपाईको अगाडि साल्मन राख्दैछु, अभोकाडो, कान्पियो, कुकुम्बर, अब म यो रोललाई 1/8 काट्न गइरहेको छु। पानी टप टु बटम। यो रोल अलि सेन्सिटिभ भएकोले चाहिँ म एकदम विचार गरेर काट्दैछु।
गार्निश राडिस, पार्सली लिफ, सुसी जिन्जर, वसाबी। अब म यसको माथि चाहिँ सस राख्न गइरहेको छु। स्पाइसी मायो, अनि ट्रेकी सस। आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट्स गर्न नबिर्सिनुहोला। यदि भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। आगामी भिडियोहरुमा अझै नयाँ सुसीका रेसिपीहरु लिएर आउनेछु भन्दै आजलाई यति नै। धन्यवाद। यहाँको दिन शुभ रहोस्। बाइ बाइ।